तिमीलाई त्यो दिनहरू याद छ जुन दिन हाम्रो फर्स्ट भेट भएको थियो होइन हामी कहाँनिर भेटेको थियौँ कसरी भेटेको थियौँ थाहा छ तिमीलाई त्यो कुराहरू कस्तो थियो के भयो कसरी भेट भयो भन्ने कुरा याद छ नि कसरी ल भन त तिमीलाई कति समय याद रहेछ ल हेरौँ तिम्रो आज हाम्रो बिहे भएको पनि टेन्टेटिभ 2 वर्ष 3 वर्ष जति भइसक्यो होइन र हाम्रो अफेयर चलेको चाहिँ कति भयो थाहा छ अहिलेसम्म हाम्रो 5-6 इयर्स भयो त्यस्तो भयो है त्यसपछि चाहिँ हामी काठमाडौँमै भेटेको थियौँ हजुर अनि त्यही हो अनि त्यसपछि अब फर्स्ट भेटमा चाहिँ तिम्रो कस्तो लाग्थ्यो तिमीलाई मेरो म हेर्दा कस्तो लाग्थ्यो होइन फर्स्टमा तिमी भन अनि त्यसपछि म तिमीलाई तिम्रो बारेमा म त्यसपछि फर्स्ट भेटमा त हाम्रो के अरे त्यति धेरै राम्रोसँग हुनै थिएन त्यो टाइपको हुन्छ नि मनपर्ने टाइपको केही फिलै थिएन क्या फर्स्टमा त अनि खासमा मेरो सोल्टी थियो अनि पछि अनि फर्स्टमा भेट भयो अनि पछि उहाँले फ्रेन्ड रिक्वेस्ट पठाइछ फेसबुकमा अनि कुरा हुँदै जाँदाखेरि चाहिँ बिस्तारै अनि त्यसपछि ल परिसके पछाडि अब त्यो बेलादेखिको यात्रा अब अहिलेसम्म यहाँ छ र अब इन्डसम्म नै भनौँ न एउटा हाम्रो अन्तिम समयसम्म अब हाम्रो साथ सँगै हुनेछ सँगै हुन्छ भने होइन त्यो बिचमा त अब कति तलमाथि भयो होला के भयो कसो भयो होइन तिनी कुराहरू चाहिँ अब जिन्दगीमा तलमाथि उताप चढावहरू दायाँ बायाँ भइ नै राख्छन् र हुने पनि हो जिन्दगी भनेकै त्यही हो होइन हो कि नै भन मायाको बारेमा चाहिँ उस्तै हो दुईजनाकै होइन उसले मैले गर्छु भनेर भन्ने मैले गर्छु भनेर भन्ने त्यो अब दुईजनाको बिचमा त्यो भइहाल्छ अन्डरस्ट्यान्डिङ हजुर के अब उसैले गर्छ भनेर भनौँ न मैले गर्छु तर अन्डरस्ट्यान्डिङ चाहिँ दुईजनामा एकदमै छ किनभने झगडा त हाम्रो लगभग दिनमा एकचोटि दुईचोटि त परिहाल्छ होइन त्यो झगडा नपरेको दिन भयो भने चाहिँ के भएन जस्तो हुने क्या फेरि झगडा भनेको फेरि माया पनि हो होइन तर भए पनि त्यस्तो अब हुन्छ नि हामी छुट्टिएर टाढा हुन्छौँ भन्ने चाहिँ कहिले पनि त्यो फिलै आउँदैन क्या तर झगडा पऱ्यो भने चाहिँ फेरि होइन जहिले मैले चाहिँ फकाउनु पर्ने क्या उसलाई होइन हुन्छ नि सधैँभरि इभन जहिले जस्तो भयो भने ढ्याप्प गरेर बस्थ्यो है फगायो अनि त्यसपछि चाहिँ फेरि अनि त्यहाँनिरबाट फेरि एउटा दिनको सुरुवात भए जसरी जति बेला भयो भने त्यसपछिको टाइम चाहिँ त्यसरी सुरु हुन्छ फेरि प्रपोज चाहिँ कसले गरेको थियो त्यो ठ्याक्कै चाहिँ याद भएन मलाई तर सायद खै मैले नै होला मैले स्टार्टिङ हाम्रो च्याट स्टार्ट चाहिँ मेरो थ्रुबाट भयो फर्स्टमा स्टार्ट मैले गरेँ पानी भराएको थियो त्यो दिन फर्स्टमा दिदीसँग गएको थिएँ कि उसको ऊ काठमाडौँ बस्ने अनि उसको रुममा मेरो मामाको छोरी हुनुहुन्थ्यो अनि उहाँसँग गएको थिएँ कि फर्स्टमा भेट्दा त खै त्यो त्यस्तो हुन्छ नि फर्स्टमा भेट्दा उसको धुनमा म मेरो धुनमा क्या त्यो हुन्छ नि यो यस्तो उस्तो भनेर त्यो खालको नै भएन पछि गफ गर्दा होइन पछि च्याट गर्दा जिस्किँदै भनौँ न बोल्दै जाँदाखेरि चाहिँ क्लब पर्यो साथ दिनु साथ नछाड्नु होइन माया गरिराख्नु होइन हो कि नै भन्नु न अब माया गरिराख्नु जस्तो भयो भने झगडा पऱ्यो भन्यो भने त्यसरी यो सब त्यो कुराहरूलाई लिएर ढुप्पो परेर नबस्नु होइन त्यही हो अरू त खासै केही छैन